हेलो गुड मर्निङ एभ्रिवान। आज हो डे 2। मेरो बाबु सुतिरहेको छ र उसलाई छोडेर म जिमतिर लागेँ। अनि जिममा पुगेर हल्का स्ट्रेचिङ गरेँ। अनि स्ट्रेचिङ गरेपछि फेरि एकछिन जुम्बा गऱ्यौँ। अनि हामी चाहिँ यहाँ म्याट वर्कआउट सबै गर्छौँ होइन। अनि सबै गरेर भ्याएपछि अनि म चाहिँ ट्रेडमिल गर्छु। अनि त्यसपछि चाहिँ छुट्छु, किन भन्दा मलाई बिहान एकदम हतार हुन्छ। बट आज चाहिँ दिदीको हल्का रिफ्रेसिङ क्लास थियो, डाइट हेल्थ होइन अनि कन्सिस्टेन्सीको विषयमा। सो दिदीले क्लास लिनुभयो हामीलाई। अनि म चाहिँ क्लास एटेन्ड गरेँ। अनि गरेपछि हतार घरतिर फर्किएँ। घर फर्केर हेर्दा मम्मीले चाहिँ बाबुलाई स्कुलको लागि रेडी गर्दै हुनुहुन्थ्यो। अनि फेरि हतार गरेर अफिस गएँ। अफिस पुगेर हल्का काम गरेँ एन्ड देन ब्रेकफास्ट खाएँ। ब्रेकफास्ट मेरो साथीहरूसँग खाएँ। अनि फेरि ब्याक टु वर्क गएर फेरि लन्च ब्रेकमा चाहिँ आज डाक्टर मेरिनाको उहाँ एमडी गर्न जाँदै हुनुहुन्छ। सो अफिस छोड्दै हुनुहुन्छ, त्यसैले हामीले फेयरवेल प्रोग्राम अर्गनाइज गरेका थियौँ। सो हामी चाहिँ क्याफिन कर्नरमा फेयरवेलको लागि गयौँ। अनि इफ यु गाइज डोन्ट नो वेयर इज क्याफिन कर्नर, यो चाहिँ क्यासिङ पुलको चौताराको छेउमा छ होइन। यु क्यान भिजिट देयर। त्यहाँ चाहिँ ४५ सालको बाइक पनि छ गाइज। यदि हजुरलाई ४५ सालको बाइक हेर्न मन छ भने पनि टु भिजिट क्याफिन कर्नर। यहाँको चाहिँ कर्नरमा एकदम छुट्टै भाइब दिने खालको इन्भाइरोमेन्ट छ। अनि फुड पनि एकदम यम्मी छ। हामीले चाहिँ सानो केक मात्र लिएर गएको थियो र तर उहाँहरूले हाम्रो प्रोग्रामको लागि ठुलो रेड भेल्भेट केक पनि हामीलाई कम्प्लिमेन्ट्री दिनुभयो। डाक्टर मेरिना आफै काटेर आफै खाँदै हुनुहुन्छ। अनि यहाँको फुड पनि एकदम यम छ। हामीले अर्डर गरेको प्ल्याटर। अनि त्यहाँ चाहिँ हामीले एकदम क्वालिटी टाइम स्पेन्ड गरेर ग्रुप फोटो खिचेर अफिसतिर ब्याक भयौँ। तर अब त्यही हो, पोखराको चाहिँ कति बेला के हुन्छ थाहै हुँदैन होइन। मस्त घाम लागिरहेको थियो, तर अचानक 3तिर चाहिँ अराउन्ड 3तिर चाहिँ त्यहाँ हावाहुरी लाग्ने, पानी पर्ने भयो। सो दिस इज द इन्भाइरोमेन्ट। अनि त्यसपछि फेरि म सानो एउटा स्न्याप खिचेर पार्किङतिर लागेँ, घर जाने होइन। तर मेरो स्कुटर जस्तै रुजिसकेर चाहिँ बाहिर भएको र अनि फेरि न्यु रोड गएँ। अनि मेरो स्किन केयरको प्रडक्ट किन्न थियो, किनेँ। अनि किनेर ब्याक टु म मेरो सपमा आएँ। मेरो सप हो बिएनबी लिक्विड स्टोर। हजुरलाई कुनै पनि रक्सी चाहिएको छ भने चाहिँ हाम्रो स्टोरमा पाइन्छ। यो चाहिँ हो मालेपाटन 5 पोखरामा, हाइवेको नजिकै। अनि मेरो भाइ बस्छ यहाँ चाहिँ। अनि यो चाहिँ हाम्रो काउन्टर। अनि त्यसपछि आज चाहिँ हामी नयाँ पुल जाने हो फ्राइडे। सो बाबुलाई पनि मेरो बाबाले यहीँ लिएर आइसक्नु भएको थियो। हामी नयाँ पुल जाने भनेर मैले पनि छिटो सामानहरू प्याक गरेर ट्याक्सी भनिसकेको थियो। सो यहीँबाट चढ्ने भनेर हियर इज आवर ट्याक्सी। म र मेरो बाबु पछाडि बस्ने, मेरो बाबा चाहिँ अगाडि बसेर हामी जाँदैछौँ। अनि